त्यहाँदेखि चाहिँ अब हामी फेरि गाडीमा जाँदैछौँ भन्नु भएको छ नि। यो गाडी चाहिँ हाम्रो होइन साथीहरू, यो गाडी चाहिँ कसको राखेको हो होइन। त्यहाँदेखि चाहिँ अब चाहिँ हामी चाहिँ मेरो साथी पास भएको छ। मेरो साथी पास भएको छ, मेरो साथी पास भइसकेको छ। नतासा पनि पास भइसकेको छ, म पनि पास भइसकेको छु। अब चाहिँ इन्जोय गर्छु भन्ला जस्तो छ। यो घाममा के इन्जोय गर्नु साथीहरू। त्यहाँदेखि चाहिँ घरमा गरम चाहिँ यति धेरै। त्यहाँदेखि आजभन्दा चाहिँ हामी कहाँ जाने भनेको चाहिँ रेडी भइसक्यो, निस्किसकेको छु। 1 बजिसकेको छ, प्रायः 2:30 को ड्युटी हो। तर हामी चाहिँ कहाँ जान्छौँ साथी? हामी खाना खानु जान्छौँ। खाना खानु जान्छौँ किन भन्दाखेरि चाहिँ पास भएको छ नि मेरो साथीले ट्रिट दिन्छ अरे। तैँले पास भएको ट्रिट दिन्छ ल, मैले त मलाई मागिनस्। साथीले त मलाई ट्रिट मागेन, त्यही भएर दिएको छैन। त्यहाँदेखि हाम्रो साथी, मेरो साथीको चाहिँ पेन्डिङ बर्थडे रहेको छ। किन भन्दाखेरि चाहिँ एक्जामले गर्दा एकदम स्ट्रेस ज्यादा भएर चाहिँ हामीले चाहिँ एक्जाम होइन, बर्थडेको दिन एक्जाम बर्थडेको दिन एक्जाम राखिदिएर चाहिँ हामीले चाहिँ बर्थडे गर्नु नपाएको साथीहरू। त्यहाँदेखि चाहिँ अब भन्दाखेरि चाहिँ हामीले एक्जाम सकिसक्यो। अब चाहिँ बर्थडे पनि गर्नुपर्ने हुन्छ हामीले होइन साथी हो। तिम्रो एउटा बर्थडे गइसक्यो, अब आउने बर्थडे आउँदैछ होइन। तिम्रो महिनामै 2टा बर्थडे थियो अरे नि ल योपालि। त्यहाँदेखि अब भोलि सायद नतासा पनि आउँछ होला। त्यहाँदेखि चाहिँ भोलि त होइन होला बर्थडे चाहिँ, तर भोलि चाहिँ एकछिन बस्छौँ होला 3जना। त्यहाँदेखि फेरि बर्थडे हुन्छ होला है साथीहरू। त्यहाँदेखि फेरि भ्लग गर्छु, फेरि देखाउँछु। त्यहाँदेखि हामी चाहिँ हट एन्ड बेकमा जाँदैछौँ। अहिले भन्दाखेरि चाहिँ तातो भयो, यत्तिको चाहिँ उडाउनु पर्दैन नि गाडी। त्यहाँदेखि चाहिँ जानु चाहिँ पर्ने हुन्छ यहाँनिर साथीहरू हो। अब मरै गरम भयो। यहाँदेखि चाहिँ के खान्छौ साथी? चाहिँ के समोसा हो? चिज समोसा होला, यो चाहिँ प्लेन समोसा होला, यो चाहिँ चिकन समोसा होला, यो चाहिँ रोल रहेछ, एग रोल रहेछ। त्यहाँदेखि दादा यो त क्या है? चिल्ली चप हो कि के हो अरे। त्यहाँदेखि चाहिँ दालको हो। त्यहाँदेखि यो चाहिँ भन्डा हो। यो भन्डा है? स्विट है? ए स्विट भन्डा अरे। त्यहाँदेखि चाहिँ मेरो साथी चाहिँ बसिसकेको छ। मेरो साथीले चाहिँ के हेर्दैछ भन्दाखेरि चाहिँ साथीहरू ड्र्यागन चिकन खानु।